बिमु बराबर अथवा यसलाई हामी के पनि भन्छौँ बराबर वाट। अब क्वेसनमा हेर यहाँ पहिला के गर्नु पर्यो दिएका कुराहरुलाई लेख्नु पर्यो हैन। यहाँ के दिएको छ अंकित मूल्यलाई यस्तो भन्ने यसलाई इंग्लिशमा भन्न पर्दा एमपी गर्ने कति दिएको छ अर्को भन्न 2 नम्बरको क नम्बरको के 1250 ल कम खालको रहेछ नि 1250 यो भयो अंकित मूल्य। त्यसपछि छुट रकम छुट रकम कति कति डिस्काउन्ट भएछ 250। ल अब छुट रकम भइसकेपछि अब हामीलाई के निकाल्न भनेको छ बिमु निकाल्न भनेको छ। ल अब बिमु लेख्न हालेर बिमु बिमुलाई हामी के बनाउँछौं बराबर अब के थाहा छ हामीलाई हामीलाई थाहा छ। अब हामीलाई के थाहा छ बिमु बराबर के बराबर एसपी बराबर अमु माइनस छुट रकम। ल अब हेर त अमु भनेको कति दिएको छ हेर त माथि 1250 माइनस को अब छुट रकम कति दियो 250। छुट रकम पनि भयो। अब एउटालाई माइनस गर त 1250 माइनस 250 कति हुन्छ 1000 भयो नि। अब हामीले जहिले पनि आन्सरमा लेख्दाखेरि के गराउने त्यसकारण अथवा देयरफोर के निकाल्न भनेको थियो बिनु बिनु हो बिमु बराबर